वेलकम टु माई ब्रदर्स भ्लग। अनि अहिले चाहिँ हामी ए ल अनि अहिले चाहिँ हामी एउटा पाटनमा जाँदैछौँ। अनि अहिले चाहिँ हामी लभिङ मलको ठ्याक्क अगाडि छौँ। अनि त्यही हो पाटनमा चाइनिज फेस्टिभल भइरहेछ गाइज। अनि त्यही जाँदैछौँ हामी चाहिँ। अनि आज चाहिँ भिडियोको इन्ट्रो मबाट भएको छ। एकछिनमा भेटौँ है त। ठ्याक्क चुनाव सकिएको 1-2 दिनपछि आउँछ 24-25तिर। कस्तो राम्रो हो। In 500 meters. At the roundabout, take the 4th exit. अनि हामी चाहिँ जाँदैछौँ गाइज। यताको हामी फोटो खिच्ने अनि पाटन दरबार स्क्वायर घुम्ने अनि जाने खाएर होइन दाजु। हाम्रो दाजुलाई चाहिँ बोल्नै मन छैन किनभने उहाँले कति एक्सपेक्ट गर्नुभएको थियो चाइनिज फेस्टिभल हेर्नलाई। तर अब यो बुद्धको अगाडि हामी फोटो खिच्ने अनि त्यही हो। यी पछाडि त केही नि छैन भने बलुन्सहरू बाहेक केही नि छैन। ल अब हामी फोटो खिच्छौँ अनि चाहिँ खाएको देखाउँछौँ अनि जान्छौँ है त गाइज। ल बाई बाई गाइज एकछिन। आज चाहिँ दादाको होल भ्लग मैले बनाउन लागेको छु। आज तपाईँले म मात्र देख्नुहुन्छ गाइस। अनि अब चाहिँ हामीले चाइनिज फेस्टिभलमा केही नपाएर अब हामी दरबार स्क्वायर रे पाटन दरबार स्क्वायर घुम्न जानु लागेको। पछाडि हेर्दै हिँड्नु न। तपाईँको नि निकालिदिइरहेको गाइस। हामी चाहिँ कस्तो भन न। सो गाइस हामी चाहिँ घुमेर लभिङ मलतिर जाँदैछौँ। अनि त्यतै पुगेर के खानु पर्ला। आउनु त तल।
अलिक मजाले अलिक लामो पारेर देखाउँ यस्तो त्यहीँबाट हालेर त्यतिकै जाने हो माथि जाँदाखेरि अन हुन्छ होइन यो अटोमेटिक सिस्टमको रहेछ नि त नि त्यो मान्छे आउँदाखेरि आफै अन हुन्छ अगाडि सिधा तल चटपटे कस्तो छ मिठो छ हामीले चाहिँ चटपटे पानीपुरी अनि किमा नुडल्स खाएर टन्न भएर चाहिँ अब घरतर्फ लाग्दैछौँ अनि तपाईँ के टन्न हुनुभयो त अब आजलाई यस्तै भयो गाइस